विराटनगर स्थित जलजला चोकमा रहेको च्याम्पियन्स कराटे एकाडेमीमा बिहीबार एक विशेष जुनियर बेल्ट अपग्रेड कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा करिब 40 जना कराटे खेलाडी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। कार्यक्रम अन्तर्गत विभिन्न परीक्षा मार्फत खेलाडीहरूको प्रदर्शनको मूल्याङ्कन गरिएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमा परिणीता सिंह, दक्षिता अग्रवाल, काइरब लुनिया र दर्शना पराजुली रहेका छन्। दर्शना पराजुलीले ब्लू बेल्ट प्राप्त गर्दा परिणीता सिंह, दक्षिता अग्रवाल र काइरब लुनिया ओरेन्ज बेल्ट प्राप्त गरेका छन्। उनीहरूलाई बेल्टका साथै प्रमाणपत्र र पानीको बोतल पनि इनाम स्वरूप प्रदान गरिएको थियो। एकाडेमीका सञ्चालक सुरज कामतले खेलाडीहरूलाई ब्ल्याक बेल्टसम्म पुर्याउनका लागि यो प्रमोसन एक महत्त्वपूर्ण स्टेप रहेको बताए। आज हामीले विराटनगरमा मैले सञ्चालनमा राखेका विभिन्न स्कुलको केटाकेटीहरूलाई कराटेको बेल्ट अपग्रेड प्रोग्राम आज राखेको थिएँ यहाँ, र यसमा तपाईको 40 जना बच्चाहरू विभिन्न स्कुलबाट सहभागिता थिए। र यसको उद्देश्य के हो भने हामीले तपाईको जस्तो कक्षा 1 र 2 मा जाँदाखेरि हामी एक्जाम दिन्छौँ र त्यो हिसाबले सक्षम छ कि छैन भन्ने हिसाबले हामी प्रमोट गर्छौँ भन्दाखेरि यसलाई चाहिँ हामीले बेल्ट अपग्रेडेसन त्यसैको बेसमा हामीले तपाईको विभिन्न किसिमका एक्जामहरू टेस्टहरू लिएर यिनीहरूको अपग्रेड गरेका थियौँ र यो ब्ल्याक बेल्टसम्म पुग्ने एक स्टेप उहाँहरूको प्रदर्शन भएको हो। कार्यक्रममा सितोरियो कराते संघका केन्द्रीय सदस्य धर्म नेउपाने, मोरङ कराते संघका अध्यक्ष चन्द्र पराजुली, रङ्गैली कराते डोजोका प्रशिक्षक गोपाल बराल, प्रशिक्षक साहिल गिरी, विवेक थापा लगायतको उपस्थिति रहेको थियो।